भन्न गइरहेको छु। मेरो वक्तव्यको शीर्षक रहेको छ नेपाल। एक उपरिवेष्टित राज्य भए पनि एकदमै सुन्दर र शान्तिपूर्ण छ। नेपाल हिमालहरूले भरिपूर्ण भएको देश हो। नेपाल पानीको दोस्रो धनी देश हो। नेपाल प्राकृतिक रूपमा धनी छ। नेपालमा 7वटा प्रदेश 14वटा अञ्चल रहेको छ। नेपालमा सबैभन्दा ठुलो हिमाल सगरमाथा पनि रहेको छ। धन्यवाद।